Ready to go. सर्र भइरहेछ हैन बागलुङको पुल लामो पुल longest bridge. Here we at. Longest. दादा खोक्का खोक्का दादा लो यता हेर्नु त हाम्रो दादा चाउ चाउ हाम्रो भ्लग हुन्छ है आज फेरि नेक्स्ट भ्लग हो के यो दादा लो यता हेर्नु त दाजी हो क्या अब दादा भन्नु छोड दाजी भन्नु पर्यो भने ठकुरी भसी त होइन आकाश चाहिँ एकदम क्लियर चाहिँ छैन तैपनि भ्यू चाहिँ देओस् दामी छ है लङ्गेस्ट पुल होइन त लामो सबभन्दा एकदम लामो जिरिङ जिरिङै बनाउँदो रहेछ बीच बीचमा आउँदा त होइन तल यस्तो छ खोक्का ओए दादाको भिडियो बनाउनु पर्यो अहिले अहिले एक राउन्ड हान्नु पर्छ क्या कहाँ भएर आइदिएको आज चाहिँ ठन्डी छ डेन्जर तल नि नयाँ बाटोमा ऊ त्यहाँसम्म रहेछ कि पिच बनेको ऊ नयाँ अलि अगाडिसम्म रहेछ पिच बनेको क्या जियो जति हिँड्यो नि आउँदैन जस्तो लाग्छ त यार दादा आधा हुन लाख बल्ल पर छ फेरि बागलुङ मन्दिर चाहिँ उता बेनी होइन त यहाँबाट चाहिँ मालढुङ्गाबाट यता चाहिँ बागलुङ एन्ड बेनी दुईटा पर्वत जोडिने दादा त के हो उहाँ पछाडि नै रहनु भयो त दादा ढोक्दै आउनु भयो दाजुले खोक्का खोक्का अहिले जाम अहिले आउँदा आउँदा खिचौँ लाग्यो होइन फोटो खिच्ने हो कि भिडियो खिच्ने हो कि अहिले चाहिँ सर्लक्क मात्र हिँड्नु भयो कालिका मन्दिर चाहिँ उता छ यार भिडियो यार सब झुन्डिँदाखेरि भनेकै हो मान्छेले ए दादा त उता डेन्जर हान्दिरहेछ हजुर यो हेर्ने कथामा आएको यसको भिडियो बनाएको यो बनाउँदाखेरिको भिडियो के त्यो लट्ठाहरू हालेको सब बनाएको इन्जोय भएन फ्रेस भयो आउनुपर्छ क्या रैला हुनुपर्छ कहिले काहीँ चाहिँ रमाइलो नि हुनुपर्छ ए लाइट रहेछ नि त यहाँ लाइट रहेछ दादा आउनु त
मौसम पहिला झ्याम्की झ्याम हिँड्न पर्दो रहेछ क्या होइन यो पुलमा त क्वाँ गरेर बाटो त जताततै पुऱ्याइसकेछ बाटो छैन सबमा पुराकै छ हिँडे होइन आउने होइन के अरे होइन तर यताको मान्छेले फेरि खेती नै गरे खालको दाइ हेर्नु न हरिफ खेती चाहिँ यता चाहिँ मान्नेमा चाहिँ दामी छ अस्ति नैदेखिबाट हो मैले वेदर चाहिँ यहाँ यता तल त्यही भएर पो यता उस गरेर रहेछ कि पिच गर्न लाग्यो त्यही भएर रहेछ यहाँ चाहिँ ट्राभलको लागि चाहिँ आउनु मन लागेकोहरू चाहिँ होइन बाग्लो कहाँ पार त गर्नै ल जम्बो बाटो रहेछ कि यो फेरि सेल्फी चाहिँ हान्नुपर्छ हामी तिनजनाको चाहिँ अहिले सेल्फी चाहिँ हान्नुपर्छ भनेको कि हामी तिनजनाको सेल्फी हान्नुला माथि दामी डाँडो रहेछ कि होइन प्लेन कि होइन डेन्जर छ हावा डेन्जर लाग्यो कि होइन डेन्जर लामो अनि वहाँबाट हेर्नु त त्यत्रोबाट आइयो अझै छ नि यहाँ लामै छ पुल चाहिँ डेन्जर छ पुल वेदर नि हाउडा भयो हजुर सेन्टी भएको अहिले बनाउने हो क्या फर्किँदाखेरि बनाउने हो नि त दादा अहिले हानौँ लाग्यो फोटो नि वहाँ पनि रहेछ ब्रिज त नेपालमा त कति हो कतिको होइन यो पहाड चाहिँ फुक्का सेन्टी भएको अहिले चाहिँ डेन्जर टाढै हो क्या तर 10-15 मिनट त लाग्दो रहेछ के 10-15 मिनट त लाउँदो रहेछ के यस्तो रन्केर हिँड्दाखेरि यति ढिलो लाग्यो भनेपछि डेन्जरै लामो हो नि
आमामा परिहरूको फोटो धरेर रहेछ। डेन्जी फोटो खिच। हुक्का हो हुक्का। पट्टी हो हामी चाहिँ। अब हामी यतातिर ओहो पानी ल्याइएन नि खतम। पानी त यहीँ रेस्टुरेन्ट रहेछ क्या। वारी एन्ड पारी बनाइदिए। यही पार गरेर आएको हामी। इन्जोय गर्नको लागि आउन चाहिँ जरुरी छ। ठिकै छ। गाह्रो हुने रहेछ कि हामीलाई त है।